वेलकम ब्याक टु माई युट्युब च्यानल। तपाईँहरू कस्तो हुनुहुन्छ? म चाहिँ एकदम सन्चै छु। आशा छ तपाईँहरू पनि सन्चै हुनुहुन्छ होला। अनि इट्स मी वंशा श्रेष्ठ। अनि मैले चाहिँ दसैँमा पनि भ्लग लिएर आउँछु भनेको थिएँ, बट लिएर आउन पाएन है। सरी त्यो चाहिँ रस प्रब्लमको कारणले चाहिँ मैले लिएर आउन पाएन। दसैँको भ्लग चाहिँ मैले दसैँमा लिएर आउनु भएको थिएँ, बट तिहारको चाहिँ पक्कै आउँछ होला यदि केही प्रब्लम भएन भने चाहिँ है। अनि आज चाहिँ म काठमाडौँ आएको छु, तपाईँलाई थाहा भइसक्यो होला होइन। अनि पछि म काठमाडौँ आएको छु एन्ड म चाहिँ अब हुन्छ नि त्यही सपिङहरूको लागि आएको हो क्या। अनि त्यही भएर चाहिँ मलाई चाहिँ भ्लग बनाऊँ भने नि कस्तो खालको लगाउने मलाई चाहिँ आइडिया चाहिँ हुन्न। बट आज चाहिँ एकदम खुसीको कुरा हो कि मेरो बहिनीको बर्थडे छ। अनि म काठमाडौँ पनि आएको छु। मलाई त काठमाडौँ आएपछि यत्तिकै खुसी भइहाल्छ। अनि बहिनीको बर्थडे पनि छ। सो हेरौँ आज बेलुकाको भ्लगसँगै भोलिको सपिङको सबै भ्लग पनि मजाले समेटिएको हुन्छ। सो लास्टसम्म हेरेर साथ दिनु होला सबैजनाले। एज मैले भनेकै थिएँ मेरो बहिनीको बर्थडे छ। सो सी हेज गिभन मी, मलाई चाहिँ एउटा के भन्छ मिल्क बार थियो होइन, हो एउटा मिल्क बार दिएको थियो। अनि अघि नै खाइसकेपछि त मैले कन्ट्रोल गर्न सक्दैन, म अनि किटक्याट राखेको थिएँ। सो लेट्स इन्जोय दिस। मेरो फेभरेट किटक्याट हो यो, मलाई मेरो सबै धेरैजना मान्छेहरूले चाहिँ थाहा हुन्छ। फ्रिजमा राखेको थियो होइन, कस्तो भइसकेछ एउटा किटक्याटको पिस चाहिँ मेरो बहिनीले। साथीहरू यो चाहिँ मैले चाहिँ के गर्न खोजेँ भने चाहिँ उसको चाहिँ बर्थडेको चाहिँ सुरुवात हो क्या, चाहिँ अलिकति सुरुवात हो क्या। आएपछि चाहिँ केकहरू लिएर छौँ एन्ड वी विल सेलिब्रेट इट। एन्ड हाम्रो तपाईँहरू देखाउँछौँ सेलिब्रेट गरेको। सो दिस इज गन बी सो लङ भिडियो आई थिङ्क, वाच दिस अन्टिल लास्ट। सो वाच टिल एन्ड। प्रिपेरेसन भइरहेको छ यहाँ चाहिँ। वाट इज दिस? अहिले बस्दै लगाएर त केक काटिसकेपछि भयो। उयो क्यान्डलै सकिन लाइसक्यो। अब भने क्यान्डल सकिन लाइसक्यो। पढाइमा पास होस्, सबैले जितेर चाहिँ राम्रो मार्क ल्याओस्, मोबाइल हेर्न चाहिँ ठ्याम्मै बिर्सियोस्। आइसक्यो। Happy birthday to you. Happy birthday to you. Happy birthday, happy birthday, happy birthday to you. निमाथि गएर यता पनि साइकल टिका लगाउन पाइन्छ। कस्तो राम्रो लाग्छ मलाई त। कस्तो क्यामेरा हो कि त्यो ठाउँमा लगाउँदैन होइन। ए निमाथि गएर यति लाउनु पाइन्छ। के काटेर कति बेसी सबैभन्दा धेरै ठुलो पिस मैले ल्याएको क्या, यता ठुलो पिस ल्याएको। अनि आज चाहिँ भोलिपल्ट भइसकेको छ है। अनि मैले चाहिँ दिउँसोभरि पनि बनाउन पाएको थिएन। मैले चाहिँ दिउँसोभरि बनाउँछु भनेको थिएँ तर पनि पाएको थिएन। अब भर्खर बनाइरहेको छु मैले चाहिँ। यहाँ दिउँसोभरि डुलेर भर्खर बनाइरहेको छु है। सबैजना भएर मलाई लाज लागिरहेको छ क्या। मैले चाहिँ लुगाहरू के हाल्छ कि होइन, सपिङको पुरै भिडियो बनाउनु भनेको थिएँ तर मैले बनाएको सोचे जस्तो कहिले केही हुँदैन क्या। अनि तर म चाहिँ दिउँसोभरि आज अलिअलि के अरे पहिलाको भिडियो पनि हेरेर बसिरहेको थिएँ। म चाहिँ तपाईँहरूले के भन्न चाहन्छु भने मलाई चाहिँ मेरो भिडियो हेरेर चाहिँ जज नगर्नु होला। म बाहिर त्यस्तो देखिन्छु, भित्र अर्कै पनि हुनसक्छु, त्यसैले कसैमा जज नगर्नु होला, त्यही हो। अनि अब घर जाने क्रममा छौँ। आमा कहाँ जानुभयो जाउँ? म यत्तिकै छोडाएर हिँड्दैछु अब हो किन दिउँसोभरि भएन त। अनि म तपाईँहरूलाई पछाडिको पनि यसो देखाउँछु र काठमाडौँको आफै किनिने पुच्ची के भन्छ। हामीले चाहिँ त्यो लुगाहरू मात्र हालेका छौँ, अझै त्यो राफुसीका के भन्छ त्यो चाहिँ हालेका छैन क्या। अनि टिसर्ट प्यान्टहरू मजाले हालिसकेका छौँ, पुरै टुलिरहेका छौँ हामी चाहिँ। हेर्न कस्तो है, कस्तो हुन्छ नि मोबाइलमा चाहिँ अर्कै देखिन्छ है अनि रियलमा अर्कै हुन्छ कि साथीहरू। म चाहिँ तपाईँहरूलाई घरमा गएर देखाउने छु होइन मैले के किनेँ भनेर। तर मैले चाहिँ टन्नै किनेछु, टन्नै लगभग 10,000 कटिङ 10,000 कटिङ होइन। लिस्टको सबै कुरा पुरा भएको छैन। मैले चाहिँ लिस्ट लिएर आएको थिएँ, लिस्टै हरायो भने बाटोमै अघि भर हरायो। अनि लिस्टको पुरै पुरा भएको छ तर पनि 10,000 कटिङ छ आज चाहिँ सबै सामानहरू। यसो हेर्दाखेरि बाबा पनि आइसक्नु भएछ।
अब चाहिँ अँध्यारो देख्यो इट्स मी इन होम सो म चाहिँ घरमा आइसकेको छु होइन अनि आज दिउँसोभरि चाहिँ भिडियो बनाउन नलाएर चाहिँ नपाएर चाहिँ म एकदम भइसकेको छु क्या मतलब दिउँसोभरि भिडियो बनाउनु भने के गर्नु मोबाइल पाउँदैन मेरो मोबाइल हो र होइन सो अब तपाईँहरूलाई हुन्छ नि 10,000 कति हुने गरी के भयो भनेर अब डिटेल त के देखाउनु पाउँदैन तर पनि मैले पहिलाको चाहिँ एकचोटि केटीमा आउँदाखेरि चाहिँ पुरै देखाएको थिएँ त मैले यो किनेको थिएँ भनेर योपालि नि कसरी योपालि नि देखाउनु अलिकति मतलब मैले चाहिँ सपिङमै भिडियो बनाउनु भनेको थिएँ बट पाएन त्यसैले दिस यही हो 3 झोला छ होइन एन्ड दिस इज 1 हुडी विच इज अफ जुन चाहिँ जाडो महिनामा लगाउनलाई हो दिस इज टु क्रप टप फर मी and this is one blue jeans which is baggy अनि पछि this is यहाँ एउटा जुत्ता छ नै पर्दैन के त्यसरी देखाउनु पर्दैन भनेको मैले त सिर्फ सपिङ देखाउन नपाए भनेर म त अलिकति सौ गरेको and this is the shoes that I have bought and this is earbud and here is one top and के हो यो खासमा yeah this is another hoodie of black अनि पछि मेरो one piece पनि छ उतापट्टि I think I don't have to show off everything होइन त्यही भएर चाहिँ म सबै चाहिँ सो अफ गर्दिनँ मैले चाहिँ के भनेको थिएँ भने सपिङको लागि चाहिँ म भिडियो बनाउँछु भनेको थिएँ त्यो बनाउन पाएन सो म हेरेर चाहिँ साँच्चै भनेको त्यसभरि म अलिक पाएन है अब चाहिँ मेरो भिडियो त साँच्चै यतिमै एन्डिङ हुन्छ क्या आज मलाई त कहीँ गएर बाहिर गएर भिडियो बनाउनु मन छ बट के गर्नु पाएन होइन कस्तो यार बाहिरको त यति पनि क्लिप छैन भनेर सोच्छ मलाई त्यस्तो भएपछि यस्तो सम्झिँदाखेरि त है केही छैन मेरो लिस्टै हरायो भने खासमा मेरो लिस्टको चाहिँ मैले के किनेँ भन्दाखेरि यसो क्लचर किनेँ कहाँ छ मेरो क्लचर भन्छ क्लचर भनेको कता मन तर थाहा छैन उता क्लचर किनेँ अनि पछि योपालि चाहिँ पहिलाको पालि चाहिँ हामी चाहिँ सधैँ ठगिन्थ्यौँ कि योपालि पनि हामी धेरै ठगिन्छौँ के गर्नु साथीहरू कस्तो ठगिन्छौँ हामी त बाहिर गयो होइन अनि पछि के अरे सामानहरू त एक्लै ड्याडीसम्म गयो भने त हामी त मजाले ठगिन्छौँ साथी आमासम्म गयो भने चाहिँ अलिकति केटी मान्छेहरू चाहिँ बार्गेनिङ गर्न अलिकति बाठो हुनुहुन्छ अनि त्यही भएर आमालाई लिएर हिँडेको दिस इज वान पिस कस्तो राम्रो कलरमा छ नि साथीहरू सत्य भनेको मलाई चाहिँ यो एकदम मन परेर किनेँ क्या यो चाहिँ हुन्छ नि डिजाइन गरेर लगाउँदा नि मिल्छ अनि एकदम यस्तो राम्रो कलरमा छ जे पनि होस् अब दिउँसोभरि भिडियो बनाउनु पाएन म चाहिँ बल्ल तल घरमा आएको छु मन्ताले के लगाइदिएको छ लिप अझ मैले केही पनि भिडियो बनाउन पाएन यसको लागि चाहिँ म आफैमा यस्तो गिल्टी भइरहेछ तर म अब एकछिन बाहिर जान्छु किनकि भोलि बिहान मन त भोलि बिहान गाउँजनालाई अलिकति के सामानहरू किनेर लिएर खानेकुराहरू किनकि भोलि बिहान चारै पसल खोल्दैन नि त अनि बाहिर आएका छौँ होइन अहिले चाहिँ त्यस्तै के अरे के भन्छ ढुङ्ग्री सुङ्ग्री चिप्सहरू किन्नको लागि भोलिको लागि भोलि त जाँदैछौँ न त अनि त्यही भएर के चटपटी जल्दी देना जल्दी मेरे पैसा waiting for chutpati हेर्दा नि साथीहरू मलाई बेसी खाना रुच्ला जस्तो लागेन स्कार्फमा पनि अलिकति त्यो परे जस्तो लागेको छ न त स्कार्फ लिक पुरै काले आएको छ त्यही भएर काले आएको छ भनेर खोजिरहेको छु म चाहिँ पिरो थिएन है तर मैले चाहिँ खोर्सानी नै चपाउँछु होइन त्यही भएर चाहिँ हो अनि म चाहिँ अघि नै घर आइसकेको छु अनि पछि म चाहिँ फेरि अगाडिको लुगाहरू होइन
लगाएर हिँड्रहेको छु एन्ड मलाई चाहिँ कस्तो प्रिन्सेस जस्तो फिल भइरहेको छ रियल्ली। म चाहिँ यो बनकिट अहिले छोडिदिउँ, अहिले छोडिदिउँ, मलाई यति मात्र लगाउँदाखेरि चाहिँ कस्तो फिल भइरहेछ भने वाउ ही buys me a flower, yeah it's for queen and I'm queen, यस्तो खालको भनेको थियो नि। I looking like a princess रे के no no I'm not looking like it। कस्तो राम्रो लाग्यो। Oh, he buys me a flower for queen. Yeah, I'm king. That he buys me a flower. He has bought me a flower. भने मैले ट्रेनमा चाहिँ अघि मैले बनाएर थिएँ कि त्यसमा चाहिँ मैले बनाएर थिएँ कि अघि नै फ्लावर लिएर एकदम। हेलो वान्स अगेन, हेलो वान्स अगेन। अनि अघि चाहिँ मैले प्रिन्सेसवाला लुगा अफिक लगाएको थिएँ होइन, अनि अहिले चाहिँ स्ट्रिट वेयर लगाएको छु एन्ड आई डोन्ट नो हाउ आम लुकिङ अन्त nothing more than this. So everyone, यति नै आजको भिडियो चाहिँ अघि नै। ओके एभ्रिवान, बाई बाई। सबैजनाले भिडियो हेरिदिनु भएकोमा थ्याङ्क यू एन्ड बाई बाई। थ्याङ्क यू फर वाचिङ माई भिडियोज अन्टिल इन्ड। अनि अझै मेरो भिडियो लाइक गरिदिनु होला, सेयर गरिदिनु होला। त्यही हो, जस्ट मैले चाहिँ मेमोरीको लागि बनाउनु लागेको भनेको। अहिले त झन् मैले अघि नै भनिहालेँ, मलाई भिडियो मेरो जज गर्ने काम नगर्नुहोस्। ओके एभ्रिवान, बाई बाई। have a sweet days future everything हैन तपाईहरु। बाई बाई। अनि आजको भिडियो कस्तो लाग्यो सोच्दिनु मात्र होला, किनकि कमेन्ट गर्न मिल्दैन। लाइक मन पर्यो भने लाइक गरिदिनु होला, कमेन्ट गर्न नमिले पनि। सो बाई बाई एभ्रिवान, किप सपोर्टिङ मी, बाई बाई।